सो यो तल देखेको फोटोमा देखेको पुलिस अफिसरलाई चाहिँ मैले कतै ड्युटीमा खटिरहेको देख्दाखेरि उहाँले लगाएको त्यो आउटर ज्याकेट जुन बाहिर लगाइराख्नु भएको छ त्यो ज्याकेटमा चाहिँ मैले नेपाली भाषा इङ्ग्लिस भाषा भन्दा पनि फरक भाषा केही नयाँ भाषा देखेपछि मैले त्यो फोटो क्याप्चर गरेको हुँ र मैले पछि आएर त्यो भाषा कुन रहेछ भनेर सर्च गरेँ। सर्च गर्दाखेरि त्यो भाषा चाहिँ चाइनिज रहेछ र चाइनिजमा पुलिस भनेर लेखेको रहेछ। भनेपछि अब यहाँबाट हामी के बुझ्न सक्छौँ भने हाम्रो देश अब स्पष्टसँग भन्दाखेरि सहयोगले धानिएको रहेछ र सहयोग विदेशी दात्री निकायहरूको सहयोगले मात्र चलेको रहेछ भन्ने कुरा पनि थाहा पाइयो। किनभने एउटा देशको प्रमुख एउटा अङ्ग जुन सुरक्षा निकायले लगाउने ज्याकेट समेत चाइनाले स्पोन्सर गरेको र चाइनिज अक्षर अङ्कित ज्याकेट लगाउने र हामी ड्युटीमा खटिरहनु पर्छ र सुरक्षाकर्मीहरू खटिरहनु पर्छ भने अब हामीले अरू कुरामा चाहिँ के गरिन्छ त अरू कुराहरूमा चाहिँ हामीले कुनै नौलो आशा राख्न चाहिँ हामीले सकिएला जस्तो लाग्दैन है। अब अरू कुरामा त झन् विदेशी दात्री निकायहरूको त्यो देखि नै हालिन्छ। अब सो त चाहिँ उनीहरूको दबदबा देखिहालिन्छ। यो ज्याकेटमा समेत अब बाहिरबाट कोही पर्यटकहरू यो चाहिँ पोखराको दृश्य है, फेरि मैले तपाईँलाई भनिदिइहालेँ। अब बाहिरबाट पोखरामा अत्यन्त पर्यटकहरू आउँछन्। ती पर्यटकहरूले देख्दाखेरि के होला हाम्रो देशको अब एउटा नजर के भन्ला उनीहरूको। यो ज्याकेटमा समेत स्पोन्सरवाला लगाइरहेछन्, कसैले चाहिँ दान दिएको ज्याकेट लगाइरहेछन्, चाइनाले दान दिएको ज्याकेट लगाइरहेछन् भने यो देश के छ भन्ने कस्तो नजिर बस्ला भन्ने चाहिँ मलाई एकदम चिन्ता लागेको छ कि अब यही हो, देश यस्तै छ है त।